सम्भव ढुङ्गेल रातरी बन्दा खिमलाल कुमाई भुवनेश्वर सेन्टरी बन्दा ड्राई से क्या बोले बिलोड़ा ड्राई से क्या और कम जो करा खतरा पाव सिंगो पाव निकाली हाले नि उता फेरि कति मोटो छ हात रातरी बन्दा 15 विजय भई सेमी फाइनलमा प्रवेश गर्नु भएको छ अनि ज्याकल गुरु हो नि त बा के भयो सेन्टरी बन्दा दैनिक समस्त सुटोला अहिले भएको खेलमा आयुष राई यसपछिको खेलको लागि पुरुष 35 केजी समूहमा उताकोले बक्सिन हानि त मार्छ हो दादा लैछ खत्तम अहिले नर्मल छ उता हेर नि दिदी हेर उ दिदी मार लावे त्यो त्यसलाई बक्सन हान्न दिनु हुँदैन हौ भाग 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 यसको चोट पर्यो भने फेरि अति लाग्छ नि यसलाई त झुलाइदिन्छ विनिता साउन्ड हेर न पर्यो हात यस्तो गरेर होइन यो त्यतिको मान्छे हो कि यसलाई चोट लागिसक्यो विनिता साउन्ड गरिदिया महिना 45 दिन
तामाङ सुराङ्गोटी गौरव फुल कैलाली सेतो रिबनमा तयारी अवस्था बनाउनु होला त्यसपछिको खेलको लागि निरज कुमार ठाकुर गौरव फुल कैलाली माथि टाउको हान्दिएर सिद्धियो दुई सिट मात्रै 200 कति जोडी गर्नु मात्रै ड्याडी ब्रान्ड पेटले पुरा त्यसपछि खेलको लागि भूमिका राई सुनाकोटी रातो रिबनमा हुनुहुन्छ भने परीक्षा खड्की आइएफके सेतो रिबनमा कृपया बाहिर सम्म बसिदिनु होला म एकछिन बाहिर जान्छु है सुनाकोटी रातो रिबनमा परीक्षा खड्की आइएफके सेतो रिबनमा बाहिर सम्म बसिदिनु होला म पनि बाहिर जान्छु पहिलो राउन्डको भिडन्त बराबरीमा टिकिएको छ भूमिका राई सुनाकोटी रातो रिबनमा परीक्षा खड्की आइएफके सेतो रिबनमा कृपया बाहिर सम्म बसिदिनु होला केटीहरूको यस्तै हो त्यसै गरी अतिथिको आसन गराउने क्रममा म मालकुमारी हार्डवेयरका प्रोप्राइटर दिलबहादुर श्रेष्ठजीलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु यसपछिको खेलको लागि निरज कुमार ठाकुर किसिपिटी गौरव फुल सेतो रिबन कैलाली अहिले भएको खेलमा सुप्रिम तामाङ आइकेकेएफ रातो रिबन विजय हुनुभएको छ यसपछिको खेलको लागि निरज कुमार ठाकुर रातो रिबन किसिपिटी गौरव फुल कैलाली सेतो रिबन यसपछिको खेलको लागि कमलदीप राणा बेलौरी सेतो रिबन रातो रिबन धन्यवाद सुशील रोड सुनाकोटी ठ्याक लाग्यो सेतो रिबन तयारी अवस्थामा रहनु होला हामीलाई ठ्याक लाग्यो यिनीहरूभन्दा बरु सानो फुच्चीहरूकै खेल्न आउँछ निरज कुमार ठाकुर किसिपिटी रातो रिबनका गौरव फुल कैलाली सेतो रिबन यशोदाचल सुनाकोटी विजय हुनुभएको छ रातो रिबनका यशोदाचल सुनाकोटी विजय भई सेमिफाइनलमा प्रवेश हुनुभएको छ चागु नारायण रातो रिबनमा हुनुहुन्छ भने मीनानाथ कैलाली सेतो रिबनमा पहिलोसम्म बस्दिनु होला पूजा खड्का चागु नारायण रातो रिबनमा हुनुहुन्छ भने मीनानाथ कैलाली सेतो रिबनमा पहिलोसम्म बस्दिनु होला पूजा खड्का पुरुष 40 केजी तौल चोङमा यसपछिको भिडन्तको लागि तयारी भएर बसिदिनु होला पूजा खड्का 40 केजी तौल चोङमा रातो रिबनमा सन्देश परियार चोकीको सिन्कीको छिन रातो रिबनमा सन्देश परियार सेतो रिबनमा कौशल भूमि यसपछिको भिडन्तको लागि 40 केजी तौल समूहमा तयारी भएर बस्नु होला पूजा खड्का चागु नारायण रातो रिबनमा हुनुहुन्छ भने मीनानाथ कैलाली सेतो रिबनमा पहिलोसम्म बस्दिनु होला यसपछिको भिडन्तको लागि यसपछिको भिडन्तको लागि 40 केजी तौल समूहमा रातो रिबनमा सन्देश परियार र सेतो रिबनमा कौशल भूमि कृपया तयारी भएर बस्नु होला